नमस्ते, जय मसीह आदरणीय दर्शक बहिनीहरू, म डिबी सिलास राई यहाँ समक्षमा उपस्थिति भएको छु। प्रेरित 2 अध्याय 17 पददेखि केही पदसम्म वाचन गर्नको निमित्त यसरी लेखिएको छ। आखिरी दिनहरूमा यस्तो हुनेछ भने परमेश्वर भन्नुहुन्छ, म सबै मानिसहरूमाथि मेरो आत्मा खन्याइदिनेछु र तिमीहरूका छोराहरू तिमीहरूका छोरीहरूले अगमबाडी बोल्नेछन् र तिमीहरूका युवकहरूले दर्शन देख्नेछन्। तिमीहरूका बुढापाकाहरू स्वप्नदर्शी हुनेछन्। हो, म आफ्ना दास दासीहरूमाथि ती दिनमा मेरो आत्मा खन्याइदिनेछु र तिनीहरूले अगमबाडी बोल्नेछन्। माथि आकाशमा म अचम्मको काम र तल पृथ्वीमा चिन्हहरू देखाउनेछु, अर्थात् रगत, आगो र धुवाँको मुस्लो। परमप्रभुको महान र गौरवमय दिन आउन अघि सूर्य अन्धकारमा र चन्द्र रगतमा परिवर्तन हुनेछन्, अनि जसले परमप्रभुको नाउँ लिनेछ त्यसले उद्धार पाउनेछ। आमेन। परमेश्वरको वचन पढाइमा हामीलाई उहाँले आशीर्वाद दिनुभएका होस्। यहाँनिर आखिरी दिनहरूमा के हुनेछ भन्ने कुरा प्रभु येशू मसीहले बताउनु भएको हामी देख्दछौँ। आखिरी दिनहरूमा के हुनेछ, आकाशमा के हुनेछ, पृथ्वीमा के हुनेछ, के चिन्ह र लक्षणहरू हुनेछ भन्ने कुरा यहाँनिर प्रभु येशूको अथवा पवित्र आत्माको प्रेरणामा डाक्टर लुकाले यो प्रस्तुत गर्नुभएको हामी देख्छौँ, पढ्न पाएका छौँ कि आखिरी दिनहरूमा विश्वासीहरूमाथि परमेश्वरले आफ्ना आत्मा खन्याउनु हुनेछ। जवानहरू दर्शन देख्नेछन्, बुढापाकाहरू स्वप्नदर्शी हुनेछन्, अगमबाडीहरू बोल्नेछन् है, अनि रगत, आगो र धुवाँको मुस्लो प्रस्तुत हुनेछ, देखा पर्नेछ अथवा हुनेछ। किन आकाशमा पनि चिन्हहरू, पृथ्वीमा पनि चिन्हहरू देखिनेछ। प्रभुले देखाउनु हुनेछ है। आज रगत, आगो र धुवाँको मुस्लो संसारभरि व्याप्त रूपमा प्रकट भइराखेको हामी देख्दछौँ। रगत, आगो र धुवाँको मुस्लो, रक्तपात भइराखेको छ होइन। जस्तो युक्रेन रसियाको बिचमा हामी रक्तपात भएको देख्छौँ। त्यहाँ धुवाँको मुस्लो, आगोको मुस्लोहरू बृहत रूपमा युरोपको आकाशे अन्धकार हुने गरी होइन। इजरायल र प्यालेस्टाइनको बिचमा त्यस्तै खालको युद्ध लडाइँ, बङ्गलादेशमा त्यस्तै प्रकारको रक्तपात र लडाइँ, काठमाडौँहरू रगतको भलहरू बगेको छ, आगोको मुस्लोहरू उठ्या छ। त्यस्तै श्रीलङ्कामा, त्यस्तै भर्खर हाम्रो देश नेपालमा पनि रगतको भल बगेको छ। धुवाँको मुस्लो, आगोको मुस्लोहरू प्रस्तुत भएको छ विशेष स्थानहरूमा होइन। सिंहदरबार जस्ता, संसद भवन जस्ता संवेदनशील सरकारी कार्यालयहरूमा, विभिन्न कार्यालय, विभिन्न व्यक्तिहरूको घरमा पनि यो कति डरलाग्दो दुःखद कुरा हो। किनभने आखिरी दिनहरूमा देखा पर्ने चिन्ह भनेर यहाँ भनिएको छ बाइबलमा। आखिरी दिनहरूमा है, यी संसारको अन्त, प्रभु येशूको आगमन, परमेश्वरको राज्य नजिक हुँदै गएपछि यस्तै चिन्हहरू देखा पर्नेछ भनेर परमेश्वरको वचनमा उल्लेख भएको थियो। प्रभु येशू मसीहले भविष्यवाणी गरिराख्नु भएको थियो। आजभन्दा 2024 वर्ष अगाडि नै यो भविष्यवाणी प्रभु येशू मसीहले बोलिराख्नु भएको थियो। मानिसहरू एकअर्कामा मारामार गर्नेछ है, आफैले आफैलाई मार्नेछ भनिएको थियो। आज आत्महत्या दरहरू कति बिघ्न वृद्धि भएर गएको छ। यति बिघ्न आज आफैले आफैलाई मार्ने काम भइराखेको छ। आफैले आफैलाई मार्ने काम भइरहेछ। सुसाइड गर्ने कामहरू, झुन्डिएर मर्ने, आगलागी भएर मर्ने, हाम फालेर मर्ने, विषान पिएर मर्ने, भाला रोपेर मर्ने, विविध प्रकारले मर्ने कार्यहरू आफै पनि भइरहेछ भने
एकले अर्कोलाई मार्ने काम उत्तिकै बढिराखेको छ। आदरणीय दर्शक वृन्दहरू, आज काहीँ छोराछोरीले आमा बाउ मार्दैछ त काहीँ आमा बाउले छोराछोरी मार्दैछ, काहीँ प्रिय आफ्नो प्रेमी पत्नीलाई पतिले मार्दैछ त काहीँ आफ्ना प्रिय प्राण प्रिय पतिलाई पत्नीले मार्दैछ, विश्वासघात गर्दैछ, दाजुले भाइ मार्दैछ, भाइले दाजु मार्दैछ। किन भइराखेको छ? किनभने आखिरी दिनहरूमा यस्तै हुनेछ। रगतको भल बग्नेछ। रगत र आगो है, रगत आगो र धुवाँको मुस्लो पृथ्वीमा प्रकट हुनेवाला थियो। ज्वालामुखी विस्फोट, समुद्री आँधीहरू, ठुल्ठुलो भुइँचालोहरू, ठुल्ठुलो लडाइँहरू, ठुला ठुला अनिकालहरूले मानिस सताइन्छ। विभिन्न किसिमको महामारी रोगहरूले होइन सताइनेछ भनेर परमेश्वरको वचन हामी पाउँछौँ। त्यसले गर्दाखेरि आज यी सबै कुराहरू भइराखेको अवस्था हो। सबै कुरा भइराखेको अवस्था हो। यो सब कुराहरू भइराखेको अवस्था हो। हामीले प्रत्यक्ष रूपमा आँखाले देख्न थालिराखेका छौँ। आदरणीय दर्शक वृन्दहरू, त्यसले गर्दाखेरि जसले परमप्रभुको नाउँ लिनेछ तिनीहरूले मात्रै उद्धार पाउनेछ। है, लास्टमा गएर 21 पदमा जसले परमप्रभुको नाउँ लिनेछ तिनीहरूले मात्र उद्धार पाउनेछन्, मुक्ति पाउनेछ, जीवन पाउनेछ, शान्ति पाउनेछ, अजम्बरी अनन्त जीवन पाउनेछ। जसले परमप्रभु परमेश्वरको नाउँ लिनेछ। अरू कुनै नाउँ लिएर बाँच्नेवाला छैन। कुनै नाउँद्वारा, कुनै भक्तिद्वारा, कुनै विश्वास, कुनै धर्म कर्मद्वारा, कुनै तीर्थव्रत गरेर, कुनै प्रकारको त्यागी तपस्वी भएर पनि मान्छेले उद्धार पाउनेवाला छैन। केवल परमप्रभु यहोवा परमेश्वरबाट मात्र, परमप्रभु यहोवाबाट मानिसले उद्धार पाउनेछ। अन्यथा कसैद्वारा उद्धार छैन, मुक्ति छैन, जीवन छैन, शान्ति छैन पृथ्वीमा। है, अब परमेश्वरको राज्य नजिक आएको छ। स्वर्गको राज्य नजिक आएको छ। अब प्रभु यीशु मसीहको आगमन नजिक भएको छ। चाहे हामीले पत्याउँ नपत्याउँ, चाहे हामीले विश्वास गरौँ चाहे नगरौँ, तर अब उहाँको आगमन हुँदैछ चाँडै नै। उहाँको आगमन चाँडै हुँदैछ भन्ने यो सूचना वाहकको रूपमा आज पृथ्वीमा यस्ता यस्ता कामहरू, घटनाहरू, दुर्घटनाहरू हुँदै आएका छन्, हुँदै जानेछ। अझै डरलाग्दो कस्तो कस्तो हुने थाहा छैन। प्रभु यीशु मसीहको आगमन हुनेवाला छ चाँडै नै। है, परमेश्वरको वचनमा प्रकाशित वाक्य 1:7 यसरी लेखेको छ, प्रभु यीशु बादलको साथ आउँदै हुनुहुन्छ। हरेक आँखाले उहाँलाई देख्नेछ। तिनीहरूले पनि जसले उहाँलाई घोचे र पृथ्वीका सबै कुलले उहाँको कारण विलाप गर्नेछन्। यसै होस्, आमेन। प्रभु यीशु मसीहलाई त्यही मानिसहरूले पनि देख्नेछन् जसले चाहिँ प्रभु यीशुलाई क्रुसमा टाँगेर भाला हानेका थिए मुटुमा, जसले चाहिँ बालसिरी काँटी ठोकेर क्रुसमा झुन्ड्याएका थिए, खुट्टा जोडेर बालसिरी काँटी ठोकेर क्रुसमा टाँगेका थिए। ती मान्छेको आँखाले पनि देख्नेछन् प्रभु यीशु मसीह आउनुभएको कुरा आकाशका बादलहरूमा। र हरेक मान्छेले, संसारभरिको मानिसहरूले, है, हरेक मान्छेले उहाँलाई देख्नेछन्। त्यही प्रकारले अब उहाँ चाँडै आउँदै हुनुहुन्छ। उहाँ चाँडै आउँदै हुनुहुन्छ भन्ने चिन्ह स्वरूप पृथ्वीमा जे घटना दुर्घटनाहरू भइराखेको छ। मेरो आगमन नजिक भएपछि आखिरी दिनहरूमा, संसारको आखिरी दिन, संसारको अन्त्य दिन भएपछि यस्ता यस्ता घटनाहरू हुनेछ भनेर प्रभु यीशु मसीहले बताउनु भएको थियो। है, प्रभुले भन्नुभयो, म स्वर्गमा जाँदैछु पिताको घरमा, धेरै मान्छेहरू बस्ने ठाउँ छ, म अझै गएर ठाउँ तयार पार्छु। जुन दिन तयार भइसक्छ तुरुन्त तिमीलाई म लिन आउनेछु, अनि म जहाँ छु त्यहाँनिर तिमीहरूलाई लानेछु भनेर उहाँले भन्नुभएको थियो। यूहन्ना 14 अध्यायमा कुरा छ। चेलाहरूले सोधे, प्रभु तपाईँ कहिले आउनुहुन्छ? जगतको अन्तको चिन्ह के हुन्छ? यो मत्ती 24 अध्याय, लुका भन्ने किताब 21 अध्याय
मर्कुस भन्ने किताब 13 अध्यायहरूमा यो कुरा उल्लेख भएको छ। कहिले आउनुहुन्छ? संसारको अन्त कहिले हुन्छ त? हामीलाई लिन कहिले आउनुहुन्छ? तपाईँको राज्य कहिले आउँछ त पृथ्वीमा? चेलाहरूले सोधेका थिए प्रभुलाई। प्रभुले त्यही बेला भन्नुभयो, म आउने दिनको विषयमा पितालाई मात्रै थाहा छ, परमप्रभु यहोवालाई मात्रै थाहा छ है, स्वर्गदूतलाई र मलाई पनि थाहा छैन। चिन्ह र लक्षण चाहिँ देख्छौँ, ठुल्ठुलो भुइँचालो जानेछ, ठुल्ठुलो लडाइँ हुनेछ, राज्यको बिचमा अनि गृह युद्धहरू हुनेछ, जातिहरूको बिचमा हुनेछ लडाइँ होइन, एकले अर्कोलाई मार्नेछ, विश्वासघात गर्नेछ है। यो कुराहरू चाहिँ प्रभुले बताउनु भएको थियो। त्यसले गर्दाखेरि अब उहाँ आउने दिनको चिन्हहरू एकपछि अर्को हामीले देखिरहेका छौँ। अब के गर्ने त? उद्धार पाउने भने, मुक्ति पाउने, जीवन पाउने, स्वर्गको राज्य पाउने भने परमप्रभुको नाउँ लिनुपर्छ। परमप्रभुको नाउँ लिने हरेकले उद्धार पाउनेछ। उहाँको नाउँमाथि विश्वास नगर्ने, नाउँ नलिनेले उद्धार पाउनेवाला छैन, पाउँदैन उद्धार। मात्रै उहाँको नाउँमा उद्धार छ, मुक्ति छ, जीवन छ, शान्ति छ, आनन्द छ, स्वर्गको राज्य छ। आमेन।